नमस्कार। आज हामी त्यो सैन्य कारवाहीको भित्री कथा खोत्तल्दैछौँ जसले एउटा देशको भविष्य र विश्व राजनीतिको पूरै दिशा नै बदल्दियो। ल कथा सुरु गरौँ जनवरी 3, 2026 को त्यो बिहानबाट। त्यो दिन एउटा अमेरिकी सैन्य कारबाहीले पश्चिमी गोलार्धको राजनीतिक नक्सा नै सदाको लागि परिवर्तन गरिदियो। यो पूरै घटनालाई राम्ररी बुझ्न हामी यसलाई 5 भागमा हेर्नेछौँ। के भयो, किन भयो र यसको असर के हुन सक्छ। ल सबैभन्दा पहिले त यो अपरेसन नै कस्तो थियो त। यो एउटा यस्तो सैन्य कारबाही थियो जसको योजना महिनौदेखि बनाइएको थियो, तर केही घण्टामै त्यसलाई कार्यान्वयन गरियो। यो अपरेसन कति छिटो भयो सोच्नुस् त। शुक्रबार राति सुरु भयो र शनिबार बिहान उज्यालो नहुँदै भेनेजुएलाका राष्ट्रपति अमेरिकी सेनाको हिरासतमा थिए। अब यो मिसनको स्केल हेर्दा त अचम्मै लाग्छ। यो कुनै सानोतिनो आक्रमण थिएन। यसमा 150 भन्दा बढी विमानहरू प्रयोग गरिएका थिए, जसले गर्दा यो हालको इतिहासकै सबैभन्दा ठूलो हवाई कारबाहीमध्ये एक बन्न पुग्यो। अत्याधुनिक F-35 लडाकु विमानदेखि लिएर B-1 बमवर्षक र डेल्टा फोर्स बोकेका हेलिकप्टरसम्म 20 भन्दा बढी ठाउँबाट एकैपटक आक्रमण गरियो। भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणालीले त केही पत्तै पाएन। तर प्रश्न उठ्छ, यो अवस्था आयो कसरी? अमेरिका र भेनेजुएलाको सम्बन्ध यति धेरै कसरी बिग्रियो? यो रातारात भएको घटना पक्कै होइन। कुनै बेला यी दुई देश तेलमा आधारित एकदमै राम्रा साझेदार थिए, तर पछिल्ला केही वर्षहरूमा त्यो सम्बन्ध प्रतिबन्ध, आरोप प्रत्यारोप हुँदै 2019 मा अमेरिकी दूतावास बन्द भएपछि पूर्ण रूपमा टुट्यो। यो आक्रमणको पछाडि अमेरिकाले दिएको एउटा मुख्य कारण थियो नार्को टेररिज्म। अमेरिकी न्याय विभागको आरोप के थियो भने मादुरो सरकारले देशकै संस्थाहरू प्रयोग गरेर अमेरिकामा कोकिन तस्करी गरिरहेको थियो। व्हाइट हाउसले आफ्नो कदमलाई सही ठहराउन 3वटा मुख्य तर्कहरू अगाडि सार्यो। पहिलो, त्यही नार्को टेररिज्मको आरोप। दोस्रो, 2024 को चुनावमा भएको धाँधली र लोकतन्त्रको हत्या। र तेस्रो, भेनेजुएलाका केही आपराधिक समूहहरूलाई आतंकवादी संगठन घोषणा गर्नु। अब यो घटनापछि संसारभरि कस्तो तरङ्ग आयो त्यतातिर लागौं, किनकि यो कारबाहीले विश्वलाई नै दुई भागमा बाँडिदियो। विश्वको प्रतिक्रिया हेर्ने हो भने एकदमै दुई ध्रुवमा बाँडिएको देखिन्छ। ल्याटिन अमेरिकाकै देशहरू पनि विभाजित भए। रूस र चीन जस्ता देशहरूले यसलाई साम्राज्यवादी आक्रमण भने युरोपियन संघले चाहिँ संयमता अपनाउन आग्रह गर्यो। एउटा पक्षमा थिए ब्राजिलका राष्ट्रपति लुला द सिल्वा जस्ता नेताहरू, जसले यसलाई भेनेजुएलाको सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेप र एक खतरनाक नजिर भनेर कडा शब्दमा निन्दा गरे। अनि ठ्याक्कै यसको उल्टो अर्कोतिर अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिली जस्ता नेताहरू थिए, जसले यसलाई स्वतन्त्रताको जित भन्दै खुलेरै स्वागत गरे। अचम्मको कुरा त अमेरिकाभित्रै पनि यो कदमको चर्को आलोचना भयो, त्यो पनि दुवै पार्टीबाट। डेमोक्राटहरूले मात्र होइन, रिपब्लिकन पार्टीकै केही नेताहरूले पनि यसलाई गलत भने। अब सबैभन्दा ठूलो र गम्भीर प्रश्न, भेनेजुएलाको भविष्य के हुन्छ त? मादुरो त गए, तर अब के? मादुरोको गिरफ्तारीले त्यहाँ एउटा ठूलो शक्ति शून्यता पैदा गरेको छ, र यस्तो अवस्था सधैँ खतरनाक हुन्छ, जसले देशलाई थप अस्थिरतातर्फ धकेल्न सक्छ। देशको भविष्य अब केही कुरामा निर्भर गर्छ। संवैधानिक उत्तराधिकारी को हुन्छ? सेना कता लाग्छ? पहिलेदेखि नै सङ्कटमा रहेको मानवीय अवस्था के होला? यी प्रश्नहरूको उत्तरले नै भेनेजुएलाको बाटो तय गर्नेछ। यसैबीच अमेरिकाले आफ्नो आर्थिक मनसाय पनि लुकाएको छैन। राष्ट्रपति ट्रम्पले स्पष्ट भनेका छन् कि उनीहरू भेनेजुएलाको तेल पूर्वाधार पुनर्निर्माण गर्नेछन् र तेल उत्पादनलाई फेरि सुचारू गर्नेछन्। ल अन्त्यमा अलि फराकिलो दृष्टिकोणबाट हेरौं, यो घटनाले विश्व राजनीतिको लागि कस्तो नयाँ बाटो कोरेको छ त? राष्ट्रपति ट्रम्प आफैले यो कार्यलाई डन रो सिद्धान्तको रूपमा व्याख्या गरेका छन्। यो भनेको आफ्नो स्वार्थको लागि अमेरिकाले पश्चिमी गोलार्धमा एकपक्षीय रूपमा हस्तक्षेप गर्न सक्छ भन्ने एउटा आक्रामक नीति हो। यो कदम कानूनी हो कि होइन भन्नेमा ठूलो बहस सुरु भएको छ। संयुक्त राष्ट्र संघ र धेरै कानूनी विज्ञहरूले यसलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भनेका छन्, तर अमेरिकाले यसलाई एक नार्को आतंकवादी विरुद्धको न्यायपूर्ण कारबाही भनेको छ। अनि एउटा अचम्मको ऐतिहासिक संयोग हेर्नुस् त,
माधुरोलाई पक्राउ गरिएको दिन जनवरी 3, ठिक 36 वर्ष अघि सोही दिन अमेरिकी सेनाले पानामाका तानाशाह म्यानुएल नोरिगालाई पनि पक्राउ गरेको थियो। भेनेजुएलाको यो घटनाले विश्व समुदाय सामु एउटा गम्भीर प्रश्न खडा गरिदिएको छ। के यो हस्तक्षेपको नयाँ युगको सुरुवात हो र अब पालो कसको? यो प्रश्नले विश्वलाई सोच्न बाध्य बनाएको छ।